मैले च्याट जीपीटीलाई मलाई एउटा केटीमा क्रस छ, अब मलाई 30 डेजको स्टेप बाई स्टेप एक्सनेबल प्लान बनाएर दिनु सो द्याट आई क्यान मेक माई क्रस फल इन लभ विथ मी भनेर सोद्धा च्याट जीपीटीले मलाई यस्तो रेस्पोन्स दिएको छ। डे 1 मा अब्जर्भेसन यानी कि उसको इन्ट्रेस्ट, लाइक्स, डिसलाइक्स के छ भनेर क्लासरुममा वा क्यान्टिनतिर गएर अब्जर्भ गर्ने। डे 10 मा प्लान अ क्याजुअल आउटिङ यानी कि अहिलेसम्म पनि कतै जाउँ न भनेर सोधिहाल्ने हैन, डे 10 सम्म वेट गर्ने र कुनै कफीको लागि वा लन्चको लागि जाउँ न भनेर अप्रोच गर्ने। यसरी नै डे 24 मा गयौँ भने बी ओपन एन्ड अनेस्ट, आफ्नो बारेमा कुनै मिनिङफुल कुरा अनेस्टली शेयर गर्ने। र यसरी नै फाइनली डे 30 मा कन्फेस योर फिलिङ्स यानी कि राइट मोमेन्ट चुज गरेर आफ्नो फिलिङ्सलाई अनेस्टली शेयर गर्ने। ड्याम, यो स्टेप बाई स्टेप प्लान देख्दा लाग्छ कि च्याट जीपीटी जस्तो टुल पहिल्यै भइदिएको भए धेरैले आफ्नो क्रसलाई आफ्नो बनाउँथ्यो होला। बाइ द वे तपाईलाई के लाग्यो तल कमेन्टमा शेयर गर्नुहोस्।